हेर्नु चाहिँ साथीहरु, आज चाहिँ म सिम्पल मेकअप गर्न गइरहेको छु। मेरो चाहिँ मेकअपको नाममा सनब्लक हुन्छ फर्स्ट सुरुमा। सनब्लकलाई मजाले फेसको सबै भागमा पुग्ने गरी लगाइसकेपछि अनि आइब्रो बनाउन सुरु हुन्छ। मेरो चाहिँ आइब्रो धेरै नै पातलो भएको कारणले मैले चाहिँ पेन्सिलले धेरै नै कोर्छु। आइब्रो बनाउन आउँदैन खासै, तर पनि मिलाउने कोसिस गर्दैछु। त्यसपछि यसरी लगाइदिएपछि अलिकति हल्का मिल्ने सेप देखिँदो रहेछ। कन्सिलरले हल्का लगाइसकेपछि देखिँदो रहेछ। यो पनि मलाई जानेको थिएन, साथीहरूले गरेको देखेर मैले नि यसो खासै मेकअपको आइडिया चाहिँ छैन साथीहरू। अब ल सिधै लिपस्टिक हुन्छ मेरो त। मेकअप त यस्तो भयो त। लिपस्टिक लगाइसकेपछि हल्का अब फेसलाई मलाई चाहिँ ड्राई फेस नै मनपर्ने भएको कारणले म चाहिँ पाउडर लगाएर पुरै फेसलाई ड्राई बनाउँछु। हाम्रो चाहिँ अब धेरै किसिमको क्रिमहरू हुँदैन, यसले नै म्यानेज गर्छु। अब सनब्लक लगाइसकेपछि सनब्लकलाई यसरी मिलाउने गर्छु। अब यो मिलाइसकेपछि अब लास्टमा के बाँकी त अब भन्दाखेरि अब परेलामा हल्का परेर नै हाम्रो चाहिँ एकदम पातलो हुन्छ। त्यही भएर अब परेलामा पनि अब यसो गाह्रो बनाउँछु ल। यति गरिसकेपछि त मेकअप पुगिहाल्यो नि, किन चाहियो धेरै। सिम्पल मेकअप जहाँ जाँदा पनि यस्तै लगाइन्छ। सजिलो पनि, सामान पनि धेरै नलाग्ने। आइब्रो बनाउने, परेलामा लाउने, लिपस्टिक लाउने भएपछि त मेकअप पुगिहाल्यो नि। अब किन धेरै पाउडर साउडर लाउनु पर्यो।